सबैजनालाई जय मसी अनि साथै नमस्ते। यो शुभ बिहानी सम्पूर्ण मेरा गाइजहरूलाई। अनि आज यो बिहानी मलाई फेरि भिडियोमा आउन मन पर्यो है। अनि त्यही भएर म छोटो केही कुरा बोल्नको लागि चाहिँ म यो बिहानी आएको। अनि मलाई आज चाहिँ पारिवारिक सम्बन्धमा थोरै कुरा बोल्न मन लाग्यो है। म त्यस्तो खुङ्खार पोख्त बोल्न सक्ने क्षमता भएको व्यक्ति त होइन, तर पनि मलाई यो मार्फत हैन कतिचोटि म मान्छेहरूको भनाइहरूलाई सुन्छु अनि विचार गर्छु क्या। अनि के भन्छन् भने परिवार परिवार परिवार। अनि बोलीमा कतिचोटि हामी मानिसहरूले पारिवारिक सम्बन्धको कुरालाई निभाउन खोज्छौँ भने व्यवहारमा हामी के गर्छौँ, पारिवारिक सम्बन्धलाई उतार्न गएको हुँदैनौँ। तर म के भन्छु भने हामी जब बोल्छौँ भनेदेखि चाहिँ साँच्चै व्यवहारमा पनि हामीले पारिवारिक सम्बन्धलाई उतार्न जरुरत छ। अनि कतिचोटि चाहिँ पारिवारिक सम्बन्धमा कस्तो हुन्छ भन्दा चाहिँ परिवारमा चाहिँ फ्यातलो तरिकाको जग हुन्छ अनि बाहिरी समाजमा चाहिँ दरिलो जगहरू निर्माण गर्न खोज्छौँ हैन। अनि यो कुराले चाहिँ कस्तो हुन्छ भनेदेखि हामीले सोच्नुपर्ने नै कुरा के हो भन्दाखेरि समाजलाई हामी दरिलो बनाउन खोज्छौँ, तर घर चाहिँ के भइरहेको हुन्छ, फ्यातलो भइरहेको हुन्छ। अनि हामीले साँच्चै नै समाजलाई बनाउन चाहन्छौँ भने सर्वप्रथम तपाईले परिवारलाई बनाउन जरुरत छ। जब तपाईको परिवार दरिलो हुन्छ, जब तपाईको परिवार मजबुत हुन्छ अनि त्यसपछि तपाई समाज बनाउन उत्रिनुहोस्, तपाईले निश्चय नै त्यो समाजलाई बनाउन सक्नुहुन्छ। किन भन्दा हामी मानिसहरुमा कतिवटा कमजोरीपन चाहिँ के भइरहेको छ भन्दा परिवारको बीचमा चाहिँ हामी बाघ जस्तै भएर गर्जन्छौँ है। अनि समाजमा उत्रिदै गर्दा चाहिँ बिरालो जस्तो म्याउ म्याउ गर्ने भई पठाउँछौँ। तर यो चाहिँ सोच्नुहोस्, नट गुड, दिस इज पोइन्ट इज रङ। यो चाहिँ एकदमै रङ पोइन्ट हो। तर तपाईँ यदि साँच्चै नै घरमा पनि बिरालो जस्तै बनिनुहुन्छ भने समाजमा पनि तपाईँ बिरालो जस्तै भइकन उत्रिँदा नि त्यहाँनिर एउटा सुन्दर कुराहरूको निर्माण हुन्छ। तर तपाईँ घरमा बाघ जस्तो भएर समाजमा तपाईँ बिरालो जस्तो बनिन खोज्नुहुन्छ भने सोच्नुहोस्, कुछ न कुछ गडबड है। किनकि तपाईँ समाजलाई जति नै तपाईँ देखाउटीपन गर्नुहोस्, तर समाजले तपाईको पारिवारिक कुरालाई नियालिरहेको हुन्छ, पारिवारिक व्यथालाई हेरिरहेको हुन्छ। अनि त्यस पछाडि के भन्छ समाजले थाहा छ? समाजमा उत्रेर समाजलाई बनाउनको लागि खुब के गर्छ, मेहनत गर्छ, तर घर नै उसको के छ, लथालिङ्ग। त्यो भएको कारणले म यो बिहानी यही भन्छु, सर्वप्रथम तपाईँ समाज बनाउन उत्रिनुहुन्छ, समाजमा दिनको लागि उत्रिनुहुन्छ भने नि सर्वप्रथम तपाईँ पहिले सिक्नुहोस् परिवारलाई बनाउन, परिवारलाई एकतामा राख्न, परिवारलाई मजबुत बनाउन सिक्नुहोस्। अनि जब तपाईँ परिवारलाई दरिलो बनाउनुहुन्छ अनि समाजमा उत्रिनुहोस्, तपाईँ निश्चय नै समाजलाई पनि दरिलो बनाउन सक्नुहुन्छ। हामी मानिसहरूमा कमजोरीपन अनि बाइबलीय कुरालाई हामी हेर्ने भने पनि बाइबलले के भन्छ, पहिले आफ्नो जगलाई के गर, दरिलो बनाऊ। त्यो भन्नुको अर्थ चाहिँ के हो भन्दाखेरि चाहिँ आफ्नो घरलाई, आफ्नो परिवारलाई के गर, दरिलो बनाऊ। अनि त्यस पछाडि समाज। मैले धेरैचोटि सुनेको छु, धेरै मानिसहरूले के भन्छ भने हामी अरूलाई गर्न, अरूलाई हेर्न, अरूलाई मद्दत पुर्याउने काममा हामी लागि परिरहेछौँ। ठिक हो, लाग्नुपर्छ। तर लाग्दै गर्दा नि परिवारमा चाहिँ कस्तो भइरहेको हुन्छ भने परिवारमा वास्ता हुँदैन, परिवारमा माया हुँदैन, परिवारलाई चाहिँ हामी लथालिङ्गता, परिवारमा एकता हुँदैन।
तर समाजमा गएर चाहिँ हामी खुब उफ्री उफ्री माचिएर हामी बोल्छौँ हामी यस्तो बन्नुपर्छ, हामी यस्तो हुनुपर्छ, हामीले माया गर्न सिक्नुपर्छ, प्रेम गर्न सिक्नुपर्छ, एकतामा आउन सिक्नुपर्छ। यदि तपाईँ एकतामा आउनुहुन्छ भने पहिले पारिवारिक एकतामा आउनुहोस्, पारिवारिक सम्बन्धलाई दरिलो मजबुत बनाउनुहोस्, त्यस पछाडि तपाईँ समाजमा उत्रिनुहोस् है। आजको यो बिहानी मलाई एकदम भित्रबाट उथुल पुथुल भएर मलाई यो बोल्ने मन भएर मैले यो भिडियोद्वारा बोलेको है। यसद्वारा बोल्दै गर्दा मैले कुनै गल्तीहरू गरेको छ भने आइएम सो सरी, म क्षमा चाहन्छु। तर मलाई लाग्छ तपाईँहरूले सुन्दै गर्दा बुझ्दै गर्दा तपाईँहरूको हृदयमा एउटै कुरो हुन्छ, सर्वप्रथम हामी परिवारलाई बनाउनुपर्छ। जब परिवार मजबुत हुन्छ तब समाज मजबुत हुन्छ, जब समाज मजबुत हुन्छ तब देश मजबुत हुन्छ है। त्यो भएको कारणले तपाईँ घरबाट नै सुरु गर्नुहोस्, घरलाई बनाउन सुरु गर्नुहोस्, समाज बनिन्छ, समाज बनिएपछि देश बनिन्छ। तर तपाईँ देश बनाउन र समाज बनाउन कोसिस गर्दै हुनुहुन्छ तर तपाईँको घर लथालिङ्गै छ भने तपाईँ जति नै कोसिस गर्नुहोस् त्यो के हुँदैन, सक्सेस हुँदैन है। तपाईँ सक्सेस हुनको लागि चाहिँ पहिलो सिँढी, पहिलो ज्ञान नै तपाईँ र मेरो चाहिँ घर अनि परिवार हो। हस् त, फेरि पनि सबैलाई नमस्ते, जय मसी।